मिठाईलालजी, यहाँले त मलाई श्रीमतीको डिबी परेर आएको भन्नुभयो। तपाईँको त अनुहार हेरेर डिबी परे पनि नदेला जस्तो छ। यहाँले भर्दै भर्नु भएन कि परे पनि दिएन? ए बग्लो के कुरा गर्छ रे, साफ दिमाग छैन यार, दिमाग चाटिरहेछ क्या। यहाँ मोह लगाइदिउँ, यहाँ आएर चाट्ला पगला कहीँका। यहाँ सुन रे बाबु, अमेरिकाले मलाई डिबी नदिएकोमा अमेरिका इज लुजिङ समथिङ। लेट मी रिमाइन्ड यु। किन भन्दा हामी जस्तो मान्छेलाई डिबी नदिनु भनेको यही देशको लस हो। एउटा कुरा बुझ, त्यही पनि हामी कहिले पनि डिबी पार्दैन के। हामी डिबी खान्छौँ, यु अन्डरस्ट्यान्ड? हामी डिबी के गर्छौँ? खान्छौँ। डिबी मतलब हाम्रो लागि के हो थाहा छ? डी फर दाल, अभी फर भात। डिबी, हामी सधैँ डिबी खान्छौँ, दाल भात खान्छौँ। बगलो हट डग, तातो कुट्टा। ठिक छ मिठाईलालजी, यहाँको कुराहरू पनि बुझियो। अब कार्यक्रमको अन्त्यमा यहाँलाई अन्तिम प्रश्न सोध्न चाहन्छु।